मेरो कुरा सुन्नुहोस् रवि र बालेनलाई बचाउन आउनुभएको मेरो कुरा सुन्नुहोस् यहाँ सुन्नु 25 वर्षदेखि होइन 50 वर्षदेखि सुकुम्बासीहरू आफूले बनाएको छाप्रोमा शान्ति र आनन्दका साथ भात खाइरहेका थिए। तर लालबुर्जा थिएन। राज्यले कहिले पनि उनीहरूको चाहिँ वास्ता गरेको थिएन। तर लालबुर्जा थिएन। तर अब 25 वर्षदेखि समस्याको समाधान गर्न नसकेको 50 वर्षदेखि सबैको समाधान गर्न नसकेको यो राज्यले अब रवि लामिछाने र बालेन शाहले गर्न सक्छन्, नयाँ सरकारले गर्न सक्छ, युवाहरूले गर्न सक्छ भनेर भोट दिए। तर युवाहरूको बेइज्जती रवि लामिछाने र बालेन शाहले गरेका छन्। तपाईँ युवा पत्रकार साथीहरू, तपाईँहरूको बदनाम पनि रवि लामिछाने र बालेन शाहले गरिरहेछ। किनभने युवा पनि फटाइ हुँदो रहेछ, गुन्डा हुँदो रहेछ, टोले गुन्डा हुँदो रहेछ युवा पनि भन्ने बनाए त यो चाहिँ बालेन शाहले, रवि लामिछानेले। रन्जु दर्शनाले झुक्क्याए त, रन्जु दर्शनाले पनि त भने त त्यो कुरामा उहाँहरूले झुक्क्याउनु भयो हो नि त। खोइ त आज उहाँहरूले झुक्क्याउनु भयो तर विभिन्न समयमा विभिन्न राजनीतिक दलहरूको